नमस्कार, म नवीन न्यासु। आजको यो मौसम अनि यो दृश्यहरू हजुरहरूलाई मैले किन देखाइरहेको छु भन्ने ल्याइरह होला। आज एकदमै पानी बसेको कारणले गर्दाखेरि टाढा लङ यात्रा गर्नको लागि पनि धेरै अप्ठ्यारो भइरहेको छ। त्यसैले आज पानी परेर रोकेको बेलामा म हजुरहरूलाई यो भिडियो देखाइरहेको छु। यो मौसम एकदमै राम्रो छ। एकदमै यो काठमाडौँ शहर यो कप्पन डाँडा पनि मैले खिचिरहेको छु, हजुरहरूले देख्न सक्नुहुन्छ। सबैजनाले भिडियोलाई सेयर गर्नुहोला र लाइक कमेन्ट पनि गरिदिनु होला। यदि तपाईहरू यो बर्खा मासमा टाढा लङ यात्रा गर्दै हुनुहुन्छ भने कृपया सचेत गरेर मात्रै तपाईहरू यात्रा गर्नुहोला। एकदमै बाढी पहिरो एकदमै बढिरहेको अवस्था छ अहिले। त्यसैले गर्दाखेरि हामी सचेत रहनु एकदमै जरुरी छ। त्यही भएको कारणले गर्दाखेरि कतिपय मान्छेहरू खोलाले बगाउने, पहिरोले पुर्ने, टाढाको बाटो हिँड्दा बाटो यात्रामा अप्ठ्यारो हुने हरेक कुरा भएको छ है। त्यसैले गर्दाखेरि मेरो यो जानकारीमूलक जस्तै हो, तपाईहरूलाई यो मेरो सल्लाह सुझाव पनि हो। सकेसम्म यो साउन महिना भित्रमा चाहिँ हजुरहरू जस्तै काठमाडौँदेखि गाउँ मकवानपुर, तराई, सिन्धुपाल्चोक, सिन्धुली जस्तै भोजपुर हामी धेरै गाडीमा पनि हामी यात्रा गर्छौँ र हामी बाइकमा पनि यात्रा गर्छौँ र हामी प्लेनबाट पनि हामी यात्रा गर्छौँ भने सबै यात्रु र यात्रा गर्ने व्यक्तिहरूले एकदमै ध्यानपूर्वक चलाउनुपर्छ र यात्रा गर्नुपर्छ र सकेसम्म यो साउन महिना भित्रमा चाहिँ नहिँड्नु र यात्रा नगर्नु भन्छु म। किनभने धेरै मानिसहरूले, धेरै साथीहरूले ज्यान गुमाउनु परेको छ। त्यसै कारणले गर्दाखेरि हामी एकदमै सचेत हुनु जरुरी छ। मैले अहिले तपाईहरूलाई देखाइरहेको यो बाढी अनि खोला, यो चाहिँ बागमती यो नदी हो। एकदमै बढिरहेको हामीले देख्न सक्छौँ र यो मात्रै होइन, धेरैवटा खोलाहरू धेरै ठाउँमा बगिरहेको अनि बाढी आइरहेको, पहिरो आइरहेको हामी देख्न सक्छौँ। त्यसैले पनि हामीले टाढा यात्रा चाहिँ नगरौँ होला, गर्नुहुन्न यो समयमा भन्ने चाहिँ हामीले मनमा ल्याइरह होला र कसैलाई थाहा पनि छ है। भए पनि मेरो चाहिँ यो हजुरहरूलाई थाहा नहुने र थाहा भएकाहरूलाई पनि यो म सल्लाह सुझाव अनि जानकारीमूलक हजुरहरूलाई मैले पस्किएको छु। सबैजना सचेत रहनु होला।